नि साकिदाते र नि साकिदाचीमा अरु तपाईले केही बुझ्न पर्दैन। कुनै पनि कार्यक्रम सञ्चालन गर्नभन्दा पहिले त्यहाँ उपस्थित भएका एकदम विशिष्ट व्यक्तिहरूलाई सम्झेर कार्यक्रम सञ्चालन गर्छु भन्ने बेलामा यसको प्रयोग गरिन्छ। मिनासान कोन्निचिवा, जेहिन ओ गेन्की दे इरासाइमास देस्यो का। किन्यो बेन्के सित्ता बुम्पो वा दुनो गुरै ओबोइते इरासाइमास देस्यो का। ज्या क्यो मो यानी निनो आतारासी बुम्पो इस्यो नि बेन्केसिमास्यो। साथीहरु, आज पनि तपाईहरु है त जापानिज ओएमा रहेर यान्नीको नयाँ नि साकिदाते नि साकिदाची भन्ने तपाईले चाहिँ नयाँ बुम्पो चाहिँ तपाईलाई मैले सिकाउन गइरहेको छु। अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनलाई पक्कै पनि नभुल्नु होला। साथीहरु, सुरु गरौँ आजको भिडियोदेखि। सर्वप्रथम तपाईले नि साकिदाते र नि साकिदाची भनेको के हो त यसलाई चाहिँ हल्का नेपालीमा बुझ्ने प्रयास गर्नुहोस्। नेपालीमा चाहिँ केही कुरा सुरु हुनु अघि नो मायनी भन्ने चाहिँ यसले अर्थ दिन्छ। जस्तै कस्तो नो मायनी भनेर भन्नुहुन्छ भने तपाईले कुनै पनि काम सुरु गर्नुभन्दा पहिले केही काम गरेर त्यो काम सुरु गर्ने बेलामा चाहिँ प्रयोग गरिन्छ। तपाईले दैनिक जीवनमा मैले त भात खानभन्दा अगाडि गिरे कार्य गरे भन्ने बेलामा चाहिँ प्रयोग गरिदैन। यो कस्तो बेलामा प्रयोग गरिन्छ भनेर भन्नुहुन्छ भने एकदम ठुलठुला इभेन्ट्सहरु चाडपर्वहरु महोत्सवहरु ठुलठुला महोत्सवहरु चलाउने बेलामा नि साकिदाते र नि साकिदाचीको प्रयोग गरिन्छ। साथीहरु, यो चाहिँ भर्बको जिस्यो के फर्म प्लस नाउनसँग चाहिँ यसको प्रयोग गरिन्छ। यति भनिसकेपछि साथीहरु पक्कै पनि केही न केही कुरा बुझ्नु भए होला। अझै धेरै कुरा बुझ्नको लागि उदाहरण हेरेर अझै धेरै कुरा बुझ्ने प्रयास गरौँ। उदाहरणको नम्बर 1 मा छ कि चिआइओ हाजिमेरु नि साकिदाची ryuchimu no daihou senshiu sensei o सीता भनेर भनेको छ। चिआइओ हाजिमेरु नि साकिदाची भनेको चाहिँ खेल सुरु हुन भन्दा पहिले ryuchimuno भनेको दुवै टिमको, दाइहौ भनेको चाहिँ प्रतिनिधि, सेन्स्यु भनेको खेलाडी अनि सेन्सेई भनेको चाहिँ शपथ ग्रहण गर्नु भनेर भनेको है त। खेल सुरु हुन भन्दा पहिले दुवै टिमको प्रतिनिधिहरूले है त खेलाडीको चाहिँ शपथ ग्रहण गरे भन्ने बेलामा चाहिँ यसको अर्थ गरेको। जस्तै कुनै पनि खेल सुरु हुन भन्दा पहिले दुई टिमको प्रतिनिधिहरू क्याप्टेनहरू गएर चाहिँ हामी यसरी खेल्ने भनेर चाहिँ एउटा शपथ ग्रहण जस्तो खान्छ नि त, त्यो भन्न खोजेको के त्यो बेलामा चाहिँ यसको प्रयोग गरिएको हो नि साकिदाची है त। त्यसै गरी 2 नम्बरको रेबुन हेरौँ। 2 नम्बरमा छ कि कोएन ओ ओकोनाउनी साकिदाते सिउसाइस्यागा आइस्याचु ओ सीता भनेर भनेको छ। कोएन ओ ओकोनाउनी साकिदाते भनेको भाषण गर्नुभन्दा पहिले अथवा व्याख्यान गर्नुभन्दा पहिले है त। सिउसाइस्यागा आइस्याचु ओ सीता भनेको चाहिँ आयोजकले चाहिँ अभिवादन गर्यो भन्ने बेलामा चाहिँ प्रयोग भयो है त। तपाईको कुनै पनि कार्यक्रम गर्नुभन्दा पहिले है त भाषण गर्नुभन्दा पहिला त्यो आयोजकले चाहिँ त्यहाँ आएका मान्यजनले उपस्थितहरूलाई चाहिँ एकदम सम्मान गर्छ के आइस्याचु गर्छ के है त, त्यो भन्न खोजेको हो के। नि साकिदाते र नि साकिदाचीमा अरु तपाईले केही बुझ्न पर्दैन। कुनै पनि कार्यक्रम सञ्चालन गर्नभन्दा पहिले त्यहाँ उपस्थित भएका एकदम विशिष्ट व्यक्तिहरूलाई सम्झेर कार्यक्रम सञ्चालन गर्छु भन्ने बेलामा यसको प्रयोग गरिन्छ। साथीहरु, यस्तै भिडियोका लागि जापानिज वेलाई फलो गर्दै गर्नुहोला। फेरि हामी नेक्स्ट भिडियोमा पक्कै पनि भेट्नेछौँ।